तपाईहरुलाई के लाग्छ आजको जमानामा आजको युगमा व्यावसायिक मनोरञ्जन भन्दा माथि उठेर एउटा सामाजिक चेतना फैलाउने विषयवस्तुमा मुभी बनाउनु भनेको कतिको रिस्की छ? मलाई त एकदमै रिस्की लाग्छ। किनभने आजको जेनेरेसनले एक्सन, थ्रिलर र हाई भिएफएक्स, सिजिआई भएका मुभीहरू एकदमै धेरै रुचाइरहेका छन्। त्यो समयमा यस्ता कन्टेन्ट भएको, यस्ता सामाजिक चेतना फैलाउने मुभी बनाउनु भनेको मलाई त एकदमै रिस्की लाग्छ। जे भए पनि हामीले यस्ता मुभीहरूलाई हेरेर एकदम प्रोत्साहन दिनुपर्छ र हाम्रो समाजमा यस्ता मुभीहरूलाई, यस्ता सन्देशमूलक मुभीहरूलाई प्रोत्साहन गरी एकदमै बढावा दिनुपर्छ।